छौँ अलरहा। अब हामी यहाँबाट हिँडेको है, यो हामी चाहिँ बसमा जाँदै हौ। अब चाहिँ हामी जाँदै हो। अनि मलाई यो भिडियो बनाऊ 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 भनेर सम्झाउने चाहिँ मेरो बुढो हो, मेरो दारी बुढो। आफ्टर लङ टाइम म चाहिँ यो रोडमा हिँड्दैछु होइन। यो चाहिँ मेरो काममा जाने यही बाटोहरू हुन्छ नि त। अनि आज धेरै समयपछि आएको म चाहिँ यतातिर। अनि अब हामी चाहिँ अलरहा पुग्न टाइम लाग्छ। अब धेरै टाइम चाहिँ लाग्दैन, 15 मिनटमा मेबी। रमाइलो लागिरहेछ एकदम रमाइलो लागिरहेछ। अनि मलाई यतातिर तपाईँलाई घुमाउन लिएर जान पनि मन लागिरहेको थियो। बाई चान्स आज घुम्न जान पाइयो। सो हामी चाहिँ आइसक्यौँ। यो चाहिँ यो देखेको चाहिँ कोइन टावर हो। म काममा आउँदाखेरि जहिले पनि भन्दै कि म बुढोलाई लिएर आउँछु, यहाँ घुम्न लिएर आउँछु भनेको थिएँ। आज ल्याउन पाएँ। अब धेरै समय लाग्दैन। हामी आइपुग्यौँ। अब पन्च गर्ने बेला भयो। ऊ त्यही त हो नि मेरो कस्टमरको घर। ल हामी चाहिँ यहाँ आइपुग्यौँ होइन अलरहामा। खास यहाँ आएको चाहिँ बुढाको दाईलाई भेट्न, साथीलाई भेट्न होइन, दाई साथीलाई भेट्न आएको। अनि त्यसपछि म त अलरहामा त प्रायः जस्तो सब बिल्डिङहरूमा गइरहेको। अनि कुन चाहिँ बिल्डिङमा होला भनेको त म गइरहने बिल्डिङमा रहेछ कि यो बिल्डिङमा म आइसकेको छु। सायद दाइले मलाई देख्नुभयो भने चिन्नुहुन्छ होला, नचिन्न पनि सक्नुहुन्छ। युनिफर्ममा आउँथ्यो नि त यो बिल्डिङमा। अरे यो बिल्डिङमा म कतिचोटि आइसकेँ यार। ओके, आज चाहिँ हामी अलरहा घुम्ने हेलो, कस्तो लागिरहेछ? यो चाहिँ अलरहाको भ्यू हो। हामी चाहिँ यसो भिजिटिङमा के घुम्नलाई। यहाँनिर हेर्नु कति राम्रो देखेको यिनीहरू डाउन। वाउ, यता चाहिँ कन्स्ट्रक्सन, यता के बन्दैछ। सायद यो बिल्डिङ होला है, यो बनाउनु लागेको बिल्डिङ हो र? यहाँको यो चाहिँ यस्तो छ कि हेर्नु न कति राम्रो भ्यू के। ओ माई गड। ऊ त्यहाँ स्विमिङ पुल छैन, मलाई स्विमिङ पुलमा जानु मन लाग्यो। लेट्स गो स्विमिङ। मेरो लिइदिनु त, मेरो भ्यू कस्तो देखेछ मलाई?
खुट्टाको बुढो हामी चाहिँ यसो बाहिर बिच साइडमा घुम्दै 1 2 3 हामी चाहिँ यता घुम्दै बिच साइडमा अनि यहाँको यो प्राय यो सब बिल्डिङहरूमा चाहिँ म काममा आएको छु कि होइन अनि हामी गाडी पार्किङ कहिलेकाहीँ गर्ने चाहिँ यो एरियामा हो अनि नाइट टाइममा टक्कै यहाँनिर बसेर चिसो हावा खाँदै गएर गइन्थ्यो अहिले भन्दा नि अझ नाइटमा झन् धेरै यस्तो राम्रो यति मिठो हावा आउँछ ओ माई गड खै पानी उति त्यति चाहिँ अहिले सुकेर यति भएको छ यहाँको यो ब्रिज हामी चाहिँ अहिले अन्डरग्राउन्डमा हिँडिरहेको छौँ कि नि यहाँको बाटोहरू देखेर होइन यस्तो फिल भइरहेको छ काश हाम्रो नेपालमा पनि यस्तै भइदियो हुन्थ्यो होइन यस्तै यहाँ हेर न यति राम्रो क्या यति मजबुत यहाँ अब माथि गाडीहरू बसहरू एभ्रिथिङ चल्छ यी ब्रिज हो अनि यहाँ यसरी तलबाट हिँड्ने यो सबै देखेको नि यो सबै गाडीहरू चल्छ बसहरू त्यस्तो चल्छ कि यहाँ होइन यो देख्दा चाहिँ लाग्छ हाम्रो नेपालमा पनि हुन पर्ने माथि हेर्नु न यति राम्रो के वाउ हेर्दा नि यति राम्रो देखिने यार लो हाम्रो चाहिँ अब घुमघाम सकियो अब हामी ब्याक सिटी जाँदै अब घर फर्किन लाग्यो अब यहाँनिर बस स्टप छ यहाँ बसेर अब बस वेट गर्ने घरसम्म जाने बस आउँछ नि त अनि यहाँबाट अब घर जाने ओके आजको लागि चाहिँ यति नै ल अब नेक्स्ट टाइम कतै घुम्न गएछु भने फेरि बनाउने छु आजलाई टाटा बाई बाई गाइज हाम्रो चाहिँ ब्लग सकियो अब हामी घर फर्किँदै थिएँ